तिमी छिट्टै नै पपुलर सक्सेस हुन चाहन्छौ कि पपुलर? सक्सेस हुन चाहन्छु। माया गर्छु तिमीलाई म सदा जस्तो म्युजिकको डिसिप्लिन चाहिँ भोकलमा पनि हुन्छ क्या। तिमीले त म्युजिकबाट त मान्छेलाई गाली गर्छौ नि। कोही आफूलाई ऱ्यान्डम मान्छेले सम्झाउँदा र आफूले माया गरेको मान्छेले सम्झाउँदा फरक चाहिँ हुन्छ होला क्या। त्यो सबै प्रब्लमहरू उसले अँगालेर उसको आँसु आउँदा पनि आँखा रुच्न नदिकन चाहिँ अँगालेर म छु भन्ने मान्छे चाहिँ जो हुन्छ त्यो कुराले एट्र्याक्ट गर्छ होला, मलाई चाहिँ गर्छ त्यस्तो मान्छेहरू। फर्स्ट अफ अल वेलकम टु द पोडकास्ट द अनचार्टेड इको। मानिसले एउटा जीवन जिइसक्दाखेरि उसको जीवन जिउने क्रममा उसलाई चाहिने फन्डामेन्टल फ्याक्टर्सहरू त छँदैछन्। त्यो फ्याक्टर्सहरू बाहेक पनि अरू केही फ्याक्टर्सहरूले सम्बन्ध राख्ने गर्दछ, जस्तै कि लाइफ स्किल, ह्याप्पिनेस, पोलिटिक्स, सोसाइटी, कल्चर, इन्टरटेनमेन्ट। सो यस्तै विधाहरूसँग रिलेट गर्ने जो सब्जेक्टसँग नलेज एन्ड एक्सपिरियन्स भएको व्यक्तिहरूमाझ उहाँहरूसँग भएको अनचार्टेड कन्भर्सेसनहरूलाई तपाईँहरूमाझ, तपाईँ भ्युअरहरूमाझ हामीले प्रस्तुत गर्ने प्रयास गरेको छौँ। यो जर्नीलाई साथ दिनको लागि तपाईँहरूलाई म एज अ प्रेजेन्टर आई वुड लाइक टु रिक्वेस्ट यु टु सब्सक्राइब आवर च्यानल द अनचार्टेड इको, जसले गर्दा आगामी दिनहरूमा पनि हामीले अन्य एपिसोडहरू तपाईँहरूमाझ प्रस्तुत गर्न पाऊँ। मैले अगाडि मेन्सन गरेको फ्याक्टर्सहरूमध्ये इन्टरटेनमेन्ट फ्याक्टरसँग रिलेट गर्ने आज हामीसँग एकजना गेस्ट हुनुहुन्छ। बच्चा बेलादेखि नै म्युजिकको मेलोडिज, रिदम्स, म्युजिकल नोट्सहरूसँग खेल्दै हुर्किनु भएको गेस्ट आजको हाम्रो गेस्ट हुनुहुन्छ। हेलो एभ्रिवान, आई एम योर होस्ट ब्रिजेश भट्टराई। टुडे वी हेभ भेरी स्पेसल गेस्ट, the Voice Kids 2023 Season 2 Grand Finalist, very handsome, very charming, Mr. Rizan Dagi. Welcome, Rizan. धन्यवाद। के छ खबर? एकदम ठिक छ। रिजन के गर्दैछ? म यत्तिकै घुमाइ म्युजिक सिक्दैछु, त्यही सिक्ने क्रममा छु। अहिले रिजन र म्युजिकको करेन्ट रिलेसन चाहिँ के हो? भनेको अहिले तिमी के गर्दैछौ भन्न खोज्नु भएको तपाईँले होइन? त्यस्तै नै हो। म अहिले मेरो इपीमा काम गर्दैछु। मेरो अब चाँडै नै इपी ड्रप हुन्छ, सबैजनाले सुनिदिनु होला। प्रमोसन नै गर्नु पऱ्यो नि त अलिअलि। भ्युअर्सहरूलाई इपी भनेको के हो पनि भनिदिउँ न त। इपी भनेको चाहिँ एउटा अब कस्तो एल्बममा चाहिँ जस्तो अब यति सर्टेन जस्तो सबैको एउटा ऊ हुन्छ क्या, यति चाहिँ हुनुपर्छ है, रिक्वायरमेन्ट्स टाइपको क्या। अनि एल्बममा चाहिँ 8वटा गीत चाहिन्छ होइन, अनि इपीमा चाहिँ 4वटा 5वटा भए पुग्छ क्या। एल्बम जस्तै हो, एल्बम नै भनौँ न। एल्बमै चाहिँ नभनौँ, इपी भनेको एकदम फरक हुन्छ। हामीले बुझ्दाखेरि एल्बम भनेर बुझ्दा भयो। त्यो इपीको टाइटल पनि भन्न सकिन्छ? त्यो चाहिँ अहिले खासै नभनिहालौँ होला। ठिक छ, त्यसको लागि त। रिजनले कस्तो म्युजिकलाई अगाडि बढाउने प्लान गर्दैछ? मैले चाहिँ यस्तो आर्ट भनेको चाहिँ बेसिकली कस्तो हुन्छ भने त्यो एउटा यस्तो खालके स्पेसिफिक यस्तो कुरालाई अगाडि बढाउँछु भन्ने खालको त्यो भयो भने चाहिँ आर्ट हुँदैन क्या। त्यो चाहिँ प्योर आर्ट हुँदैन क्या। आर्ट चाहिँ हुन्छ जस्तो, किनभने जस्तो कस्तो भन्नु, अब जस्तो आर्ट त कसैको एउटा मान्छे जस्तो सबै मान्छेको संसारमा फरक एक्सपिरियन्स हुन्छ नि त। अनि त्यो एक्सपिरियन्सलाई चाहिँ बोल्न नसकेको कुराहरू होइन, त्यो कुरालाई चाहिँ लेख्नु नै एउटा आर्ट मान्छु है म चाहिँ। बुझ्नु भएन? त्यो कुरा हो, प्योर आर्ट आउँछ क्या मान्छे। त्यो चाहिँ यस्तो मान्छेहरूले चाहिँ धेरै जस्तो के गर्छ भने यो सिङ्गर हेर्छु अनि उसको जस्तै गीत बनाउँछु भन्छ क्या। त्यो भयो भने चाहिँ कम्पेरिटिभली आफ्नो एक्सपिरियन्स लेखेको भए चाहिँ अझ बढी प्योर फर्म अफ आर्ट आउँथ्यो जस्तो लाग्छ है मलाई। अनि त्यो भएर चाहिँ आर्ट भन्ने कुरा चाहिँ मैले कस्तो खालको म्युजिक गरिरहेको छु भने अहिलेको लागि चाहिँ मलाई जे मन लाग्छ, मैले जे देखिरहेको छु होइन, सोसाइटी, मान्छेहरू होइन, मान्छेले किताब पढ्छ भने म चाहिँ मान्छे पढ्छु भन्ने खालके छ नि एउटा, त्यो खालके त्यसरी। त्यो पनि आर्ट नै हो। त्यो झन् खतरा आर्ट हो, मान्छे पढ्न सक्नु त। तपाईँलाई पनि पढिरहेको छु मैले अहिले। धेरै पनि पढ्न थालेको त होइन, हाम्रो सम्बन्ध त पुरानै हो नि त। रिजनले नेपाल म्युजिक इन्डस्ट्रीलाई कुन लेभलमा राख्छ मेरो अहिलेको अहिलेको बुझाइअनुसार?
धेरै माथि जान सक्ने लाग्छ मलाई चाहिँ पर्सनली चाहिँ। के अर्थमा? जस्तो मैले अब कति अन्डररेटेड आर्टिस्टहरू होइन भेटिरहेको हुन्छु क्या। अनि उहाँहरूको चाहिँ कस्तो हुन्छ भने त्यो लेखाइ हुन्छ नि त्यो चाहिँ एकदम इन्टरनेसनल जाने खालके म्युजिक बनाइरहेछ क्या मान्छेहरूले। तर उनीहरूलाई प्रपर मार्केटिङ होइन, जस्तो मान्छेहरूलाई नै दोष दिन मिल्दैन क्या। किनभने राम्रो गीत छ होइन, अनि चलेन अडियन्स चाहिँ पात भन्छ नि त, त्यो होइन क्या। अडियन्सलाई कसरी थाहा हुन्छ त तिम्रो राम्रो गीत छ भनेर? मार्केटिङमा ध्यान दिनु पऱ्यो नि त, उनीहरूको कानसम्म त पुग्नु पऱ्यो नि त पहिला। हो त्यो कानसम्म पुऱ्याउने चाहिँ आफूले पनि गर्नु पऱ्यो क्या। अनि त्यो भएर मलाई चाहिँ के लाग्छ भने मार्केटिङमा एकदम धेरै ध्यान दियो भने नेपाली म्युजिक इन्डस्ट्री अति माथि पुग्न सक्छ। नेपाल म्युजिक इन्डस्ट्रीलाई इन्टरनेसनल मार्केटसँग रिलेट गराउने कोही आर्टिस्टको नेम सम्झना छ? बिटेन। किन होला? सजिलो छ त, उसले इन्टरनेसनल म्युजिक बुझेको छ, त्यही खालको म्युजिक गरिरहेछ उसले। प्लस नेपाली म्युजिकलाई पनि जोगाएर इन्टरनेसनली लगिरहेछ क्या। ऊ मात्रै इन्टरनेसनल गइरहेको छैन क्या, इन्डस्ट्रीलाई पनि सँगसँगै अगाडि बढाइरहेछ। त्यो चाहिँ हुनुपर्छ एउटा आर्टिस्टमा। उसले नेपप भन्न नि रुचाउँदैन, हिपहपै भन्छ। अब जस्तो हिजो भर्खर आयो साँच्ची हो कोल्याब एउटा, त्यसरी पनि गर्न सकिन्छ। तल अन्जु म्याक्स विवश के मैले पनि हेरेको थिएँ। हो त्यसरी पनि गर्न सकिन्छ। जस्तो इन्टरनेसनल आर्टिस्टसँग कोल्याब, त्यसको एडिटिङ पनि राम्रो छ हैन? भिएफएक्सहरू। अब त्यो चाहिँ कसरी गर्न सकिन्छ भने जस्तो इन्टरनेसनल म्युजिक मात्रै नदिएर इन्टरनेसनल आर्टिस्टसँग कोल्याब गर्ने, उसले आफ्नै ल्याङ्ग्वेजमा हान्छ, आफूले आफ्नै ल्याङ्ग्वेजमा हान्ने, उसको ल्याङ्ग्वेज पनि इन्टरनेसनल गयो, आफ्नो ल्याङ्ग्वेज नै इन्टरनेसनल गयो, प्यारल वेमा दुईजना जानु पऱ्यो क्या। त्यसरी पनि जान सक्छ। त्यसरी चाहिँ नेपाली म्युजिक इन्डस्ट्री अगाडि बढ्छ। अब भाइलाई मैले मेरो भ्युवर्सहरूले सपोर्टर्सहरूले भन्ने त बेस्ट विसेस नै हो होइन? सो सुरुमै किन नभन्ने त? हाम्रो गफ भर्खर सुरु भएको छ, सुरुमै तिमीलाई बेस्ट विसेस। धन्यवाद, सेम टु यु। मैले एउटा सम्झना, मेरो पनि फर्स्ट पोडकास्ट, बेस्ट विसेस। थ्याङ्क यू भाइ। मैले मेरो एउटा सम्झना क्या, अब तिमीलाई नर्मल्ली ग्रान्ड फाइनलिस्ट भनेर द भोइस अफ किड होइन, सिजन 2 सायद होइन, त्यसको ग्रान्ड फाइनलिस्टको रूपमा तिमीलाई देख्दाखेरि मान्छेहरूले बढी रिकगनाइज गर्यो नि त, हो कि होइन? भनेपछि त ओभियसली तिम्रो पनि एउटा ग्र्याटिट्युड चाहिँ त्यो द भोइस अफ किडको स्टेजलाई पनि जान्छ होला होइन? जान्छ नि। कुन अर्थमा जान्छ? होइन जस्तो मैले भने नि अघि, मार्केटिङ, प्रपर मार्केटिङ भनेर भन्दै थिएँ नि, त्यो चाहिँ कसरी जान्छ भने म त्यही रिजन डाङ्गी थिएँ नि त भोइस अफ नेपाल जानु अगाडि। त्यहाँ गएर मेरो आवाज त चेन्ज भएको होइन नि त, तर मान्छेहरूसँग पुगेको थिएन क्या। हो त्यो प्लेटफर्म चाहिँ आफूले बुझेर त्यो बेला राइट टाइम, राइट मान्छे, राइट प्लेटफर्म चुज गरेर जान सक्नु पऱ्यो क्या। अनि चाहिँ थाहा हुन्छ नि त। जस्तो म भोइस अफ नेपालबाट मेरो भिडियो आउट हुनु भन्दा 1 घन्टा अगाडिसम्म पनि त्यही मान्छे हो नि त, तर किन त 1 घन्टा पछाडि चाहिँ मलाई मान्छेहरूले रुचायो त? मेरो आवाज त चेन्ज भएको होइन नि त। मैले तिमीसँग जुन पोडकास्ट गर्ने प्लान गरिसके पछाडि थोरै अब तिम्रो बारेमा रिसर्च पनि गरेको थिएँ होइन, गर्नै पऱ्यो नि त। अनि त्यसमा चाहिँ तिमीले त्यो ठ्याक्क त्यही द भोइस अफ किडको अडिसन राउन्डमा जानुभन्दा अगाडि चाहिँ हाम्रो सुशील नेपाल प्रेजेन्टर, उसले चाहिँ क्वेसन्स एउटा सोधेको रहेछ क्या। क्वेसन मलाई याद छैन फेरि। म भन्छु ल, तिम्रो एन्सर पनि याद छ फेरि मलाई। रिसर्च राम्रै छ होइन? पर्छ नि। के थियो भने वाइ डु यु वान कम टु द भोइस अफ किड भनेर सोधेको रहेछ होइन? मैले के भनेको थिएँ अब फेरि त्यति बेला थाहा छैन मलाई, अहिले के बोलिरहेको छु होइन, भरे एकछिनमा थाहा हुँदैन क्या। सुन न, तिमीले के भनेको रहेछ भने त्यहाँबाट थाहा हुन्छ क्या म कति रहछु भनेर। टु बी पपुलर भनेको छौ क्या तिमीले होइन? अहिले पनि त्यही छ? ठिक भनेको रहेछ त, अहिले पनि त्यही हो। अब 10 वर्ष पछाडि पनि त्यही हो। तर अहिले चाहिँ त्यो मेरो चेन्ज एउटा कुरा थपिएको छ क्या। त्यतिखेर मलाई मात्रै पपुलर हुनु थियो, अब चाहिँ इन्डस्ट्री। तिमी सक्सेस हुन चाहन्छौ कि पपुलर? सक्सेस हुन चाहन्छु। अनि कसरी पपुलरिटी? त्यही त, त्यो भन्दा फरक छु अहिले भनिरहेछ त। त्यो बेलाको रिजन डाङ्गी र अहिले धेरै फरक छ। मतलब त्यो टु बी पपुलर भन्ने ओपिनियन थियो नि जुन क्वेसन्सको, त्यही क्वेसन्स मैले अहिले गर्नु भने
वाइ डु यु वान बी म्युजिसियन भन्नु भने उम्, म्युजिक आर्टिस्ट भन्नु हो भने तिमीले टु बी पपुलर त भन्दैन होला उहुँ। सो तिमी त्यतिखेर गलत रहेछौ होइन त्यतिखेरको लागि त सही थिएँ नि त म। राइट मैले यही खोजिरहेको थिएँ यही एन्सर चाहिन्थ्यो क्या यहाँ अनि तिम्रो अहिले ड्रिम कोलाबोरेसन चाहिँ उम्, कोसँग छ अब अहिले नै म ड्रिम त देख्दै चाहदिनँ क्या। तिमीले जस्तो अहिले गरेको अहिलेलाई जुन मैले ड्रिम योमा आर्टिस्ट भनौँला होइन, उम्, अनि त्यो ड्रिम पुरा हुन्जेलसम्म अर्को आर्टिस्ट आउला क्या, अझै बवाल। किनभने मार्केटिङ छैन नि त अहिले त, अर्को मार्केटिङ गरेर बवाल मान्छे आइदिएला क्या। किनभने अहिले नि त्यो मान्छे त एक्जिस्ट गर्छ, हो तर त्यो मान्छेलाई मैले भेटेकै छुइनँ नि त होइन। उम्, त्यही भएर अहिलेलाई ड्रिम कोलाबोरेसन यस्तोहरू नसोच्दा हुन्छ क्या, मैले चाहिँ सोच्दिनँ त्यही पनि एउटा इच्छा हुन्छ होला नि त अहिलेको लागि। उम्, नेपालमा उम्, नेपालमा तिम्रो इच्छा छ होला नि त त्यो त कहाँको कुनै इन्टरनेसनल इन्टरनेसनल नेसनल पनि त अब ड्रिम कोलाबोरेसन भनेपछि अलिकति नेसनल त ड्रिम एलिट ड्रिम लेभलमा गर्नै पर्दैन नि नेसनललाई त। नेसनल मतलब चाहिँ तिमी नेपालको म्युजिक इन्डस्ट्रीमा इन्ट्रोड्युस भइसक्यौ अँ, त्यति बुझ्नु पऱ्यो होइन मैले मतलब मैले चिन्छु, मलाई नचिने पनि। तिमीलाई पनि चिन्छन् नि यही कति एन्सर हाम्रो चाहिरहेको थियो के अरे मलाई नि। त्यो फुलथुङ्गे रानीमा कति भ्यू छ त्यसमा त टन्नै छ। त्यसमा टिकटकमा होला 300 करोड जति, उम्, अनि युट्युबमा सुरुमा जाँदाखेरि 12 मिलियन, यताउति त्यस्तै 20 जति छ होला। उम्, ठिक छ अब यो कुरा हाम्रो भ्युवर्सहरूलाई थाहा भएकै कुरा हो अब तिमी कतिको म्युजिकसँग भिजेको मान्छे हो भन्ने कुरा उहाँहरूले पनि अब्जर्भ गर्नुभएको छ जज गर्न पाउनु भएको छैन तर अब्जर्भ चाहिँ गर्नुभएको छ होइन त्यसपछि अब तिमीलाई अझ तिम्रो पोटेन्सियल कहाँ छ त पोटेन्सियल कहाँसम्म पुग्न सक्छ त रिजन डाँगी भन्ने पनि उहाँहरूसँग एउटा माइन्डसेट हुनसक्छ होइन त्यसलाई तिमी फुलफिल गर्नको लागि के गर्दैछौ मैले भने त इपी गर्दैछु भनेर उहाँहरूकै लागि हो क्या, जसले मलाई हेरिरहनु भएको छ होइन। उहाँहरूको यस्तो छ क्या, फेरि जस्तो मैले पहिला गरिराखेको म्युजिक भन्दा चाहिँ मैले अहिले फरक म्युजिक गरिरहेको छु नि त। अनि त्यो हुँदाखेरि चाहिँ के हुन्छ भने एकैचोटि के गर्यो जस्तो हुन्छ क्या मान्छेहरूलाई, हो कि भनौँ न। जस्तो ऱ्यापरले एकैचोटि मेलोडी गर्न थाल्यो भने त। अनि अर्को कुरा तिम्रो जुन तिमीलाई सुरुमा टेलिभिजनमा इन्ट्रोड्युस हुँदाखेरि होइन जब तिमी युट्युब प्लेटफर्मतिर अलिकति केही समयको लागि भाइरल थियो होइन त्यो समयमा उहाँहरूले तिमीप्रति बनाएको पर्सेप्सन जुन टाइपको रिजन डाँगी थियो नि आज त्यो रिजन डाँगी नहुन पनि सक्छ क्या। जस्तो इक्जाम्पलको लागि हामीले तिम्रो भोइस जुन त्यो एजमा जुन भोइसमा तिमी गाउन सक्थ्यौ अथवा गाउँथ्यौ त्यो अहिले पनि त्यस्तै गाउँछौ भन्ने त छैन, भोइस चेन्ज भयो होला त्यसको एउटा आफ्नो हरेकजना हरेक एकको आफ्नो भोइसमा चाहिँ डिफ्रेन्ट आइडेन्टिटी हुन्छ क्या ठ्याक्कै यही जस्तो भन्ने त कोही हुँदैन हुँदैन। ओरिजिनल त्यो चाहिँ आफूमा भर पर्ने कुरा हो क्या। फेरि त्यो चाहिँ मैले अघि भने नि आर्ट भन्ने कुरा चाहिँ प्योर हुनुपर्छ क्या सकेसम्म। जस्तो मान्छेहरूले बच्चैबाट एउटा फलो गरिरहेछ भने त्यो भोलि पर्सि ठुलो हुँदासम्ममा पनि उसको त्यही खालको प्याटर्न हुन्छ क्या। जस्तो हुन्छ नि, बुझ्नुभयो नि मैले भन्न खोजेको। जस्तो धेरै एउटै मान्छेलाई फलो गर्यो भने चाहिँ तपाईँको त्यो मान्छेले बोल्ने तरिका, त्यो मान्छेको हिँडाइ, त्यो मान्छेको बसाइ बोलाइ सबै नै त्यो मान्छेहरूले कपी गरेर गर्न खोज्छ नि, त्यो भयो भने चाहिँ हुँदैन क्या। किनभने त्यो हुन्छ अनि बवाल जान्छ हो, अनि पछि चाहिँ कपी सिङ्गर कपी आर्टिस्ट भनिदिन्छ क्या। आफ्नो ओरिजिनालिटी चाहिँ चाहिन्छ क्या सबैलाई, आर्ट बनाउने मान्छेहरूलाई चाहिँ। राइट आर्टिस्ट तिमीलाई एउटा कुरा थाहा छ हाम्रो साइकोलोजीले चाहिँ के भन्छ भने नि साइकोलोजी भन्दा पनि अब फिलोसोफीतिर जाउँ न होइन थोरै आर्टिस्ट भन्दा मलाई याद आयो आर्टिस्टहरू चाहिँ को हो भनेर क्या त्यो कुरामा जस्तो मान्छेहरूको चाहिँ जस्तो एज अ ह्युमन बिङ जो नर्मली जन्मेको छ त्यो मान्छेसँग चाहिँ ऊ आफ्नो टाइम सँगसँगै ग्रो हुँदै गर्दाखेरि चाहिँ चारवटा टाइप्सको पर्सनालिटिजहरू चाहिँ इन्ट्रोड्युस हुन्छ त्यसमा चाहिँ फर्स्ट पर्सनालिटी को हुन्छ त स्लिपर्सहरू हुन्छ होइन जो चाहिँ त्यस्तो मान्छेहरूलाई डिफाइन गर्नु त एकचोटि को जस्तो हुन्छ कस्तो त्यो चाहिँ यस्तो हो स्लिपर्सहरू भनेको चाहिँ उनीहरूलाई धेरै कुराहरू थाहा छैन
स्लिपर्स अननोन छन् क्या, उम्, अनकन्सियस छन्। गर्नको लागि लाइफलाई अलिकति अगाडि बढाउनको लागि उनीहरूले आफ्नो प्रोसेस त गरिरहेकै हुन्छ, तर उनीहरू अवेर चाहिँ हुँदैन क्या। अलिकति स्लिपर्स हुन्छन् जसले चाहिँ अरूलाई धेरै कपी गर्छ क्या, अरूबाट सिक्न खोज्छ। स्लिपर्स चाहिँ आर्टिस्ट भयो भने फेड हुन्छ नि, उम्, त्यो फेड हुने कारणै स्लिपर्स भएर हो क्या त्यो चाहिँ। त्यो right. त स्लिपर्स स्लिपर्स कहिले पनि क्वालिटी आर्टिस्ट हुन सक्दैन क्या। चाहिँ राइट राइट। अँ, अनि सेकेन्ड टाइप मिमिक्स मिमिक्स। सँगै अब यो आएर मिमिक्स चाहिँ तिमीले एक्सप्लेन गर्छौ कस्तो हो मिमिक्समा गर्नु चाहिँ न, कस्तो तपाईँ हुन्छ? गर्नु न, तिमी भन न त, तपाईँ भन्नु न, तिमीलाई थाहा छ? भन्नु न, भन्नु, तपाईँको सुन्छु म। मिमिक्स भनेको चाहिँ अलिकति स्लिपर्स क्वालिटी त सबैमा हुन्छ है, त्यो हुनु पनि चाहिँ पर्छ। बेस हो क्या, फन्डामेन्टल हो क्या। तर मिमिक्ससँग चाहिँ स्लिपर्सकै क्वालिटी लिएर थोरै अरू स्लिपर्स भन्दा चाहिँ बढी अरूलाई कपी गरेर, जस्तो मैले एउटा सेल्फ हेल्प बुकको सेल्फ हेल्प रिलेटेड कुनै बुक पढेँ, मैले त अर्काको भ्युज, अर्काको फिलोसफी, अर्काको प्रिन्सिपल, अर्काको लाइफको एक्सपिरियन्स पढिरहेको हुन्छु नि त, जसले गर्दा मेरो पनि दिमागमा के बन्छ भन्दाखेरि कता कता चाहिँ म पनि त्यही मान्छे जस्तो मिमिक गर्दैछु होइन भने पछाडि त्यो जसले इन्टेन्सन नभए पनि त्यो नभए माइन्डले पनि आफै आफू हुन्छ, माइन्ड त अलिकति लिक्विड छ नि त, उसले त आफ्नो आफ्नो इन्टेन्सन जताएर राख्यो, त्यति हो। इन्टेन्सन एन्ड इनर्जी भन्छ नि होइन, त्यता राख्यो त्यतै जान्छ नि त। सो यही पर्सेप्सनमा चाहिँ कस्तो हुन्छ, मिमिक्सहरूले चाहिँ बढी अरूलाई कपी गर्छ क्या। जस्तो म चाहिँ रिजन डागी जस्तो हुन खोजेँ भने म मिमिक्स हो क्या। त्यसपछि आउने पर्सनालिटी त तिमीलाई थाहा छ, भन्नु त, आर्किटेक्चर हो कि होइन? हो। आर्किटेक्चर भनेको मैले चाहिँ किन यो कुरा जोडिरहेको थिएँ भन्दाखेरि अघि आर्टिस्टको कुरा आयो नि होइन, अलिकति आर्टिस्टको चाहिँ माइन्डसेट थोरै चाहिँ नर्मल्ली एउटा अर्डिनरी मान्छे भन्दा थोरै बढी चाहिँ क्रिएटिभ हुन्छ क्या। उनीहरूले अरूले नदेखेको दुनियाँ थोरै देखिरहेको हुन्छ क्या क्लियरली होइन। सो आर्किटेक्चरहरू चाहिँ तिनीहरू हो क्या होइन, आर्किटेक्चरहरू तिनीहरू हो भनेपछि आर्टिस्टहरू पनि आर्किटेक्चर हो भनेको आर्किटेक्चर पर्सनालिटीसँग रिलेट नगरिकन, मैले फेरि म्युजिक आर्टिस्टको मात्रै कुरा गरेको होइन है, जो पनि आर्टिस्ट जोसँग आर्ट छ, डिफ्रेन्ट एबिलिटी छ अलिकति थोरै होइन, जो चाहिँ प्र्याक्टिसले गर्दा त्यहाँ पुऱ्याएको हुनसक्छ अथवा थोरै बाई बर्थ पनि केही हुनसक्छ हो नि होइन। सो मैले त्यही कुरा जोड्न खोजेको थिएँ। मैले बुझेँ। सङ्गीतसँगको कुनै यस्तो सम्झना छ जो चाहिँ सम्झना लायक छ? सङ्गीतसँगको सम्झना जुन चाहिँ सम्झना लायक छ, जुन सम्झनालाई चाहिँ सङ्गीतले क्रिएट गरेको हो क्या। त्यही त भोइस अफ नेपाल, सबै भोइस अफ नेपालको सबै जर्नी हो। त्यसमा स्पेसिफिक कुन चाहिँ जर्नी भन्नुहुन्छ तपाईँ? यो लाइफ टाइम भइरहन्छ होइन, हो नि। नसोचेको कुरा भएको क्या त्यो चाहिँ मेरो लाइफमा। जस्तो मलाई थाहा थियो होइन, थाहा थियो त के भन्नु, जस मैले सोचेको थिएँ 4 जना कुर्सी घुम्नुहुन्छ होला भनेर होइन, तर त्यस पछाडि चाहिँ के हुन्छ क्या त्यो थाहा नै थिएन मलाई। जस्तो म चाहिँ के सोचिरहेको थिएँ भने भोइस अफ नेपालको सेटभित्र घुम्नुहुन्छ, मन पराउनुहुन्छ त्यो छ होइन, तर बाहिर मान्छेहरूले मन पराउनुहुन्छ भनेर चाहिँ त्यो हुन्छ नि, जस्तो अहिले चाहिँ मान्छेहरू सोचेर जान्छ क्या भाइरल हुन्छु म भनेर, त्यो चाहिँ मेरो माइन्डमा कहिले पनि थिएन क्या, नसोचेको भएको क्या त्यो चाहिँ, त्यही भएर म कहिले बिर्सिन्छ। तिमीलाई आफ्नो आर्ट चाहिँ देखाउनु थियो त्यति थियो, मलाई त्यो भाइरल हुनेवाला त्यो त्यतापट्टि त्यो ध्यान थिएन भन्दा पनि त्यो ज्ञानै थिएन क्या, ध्यान भन्दा पनि भाइरल हुन्छ होला र जस्तो टाइपको क्या। भोइस अफ नेपाल जान्छु अनि 4 जना कुर्सी घुम्नुहुन्छ, त्यही भोइस अफ नेपालभित्रै स्टक थिएँ क्या म चाहिँ पुरै, अरू थाहा नै थिएन। अब यसो गरौँ न त एउटा, अब हुन त डान्सरलाई बाटोमा हिँड्दा हिँड्दै यो त ठाउँ हो नि त, यो त फेरि डान्स गरिदियो त, यो ठाउँ हो भन्न त मिल्दैन होइन डान्सर हो भन्दैमा, तर अलिकति थोरै यो इन्भाइरोमेन्ट डिफ्रेन्ट हो नि त त्योभन्दा। सो म के चाहिँ भन्छु भने गीत गाऊ हो स्मार्ट भनेको भइहाल्छ। अब एउटा गीत गाउनुपर्छ होला, अब अहिले आउँदै गरेको गीत गाए पनि भयो होइन, भ्युवर्सको लागि चाहिँ यो चाहिँ फ्रुटफुल हुन्छ है भन्ने खालको एउटा कुनै गीत गाइदिउँ कि क्या हो। यो चाहिँ यो गीतको नाम चाहिँ
यो गीतको नाम चाहिँ माया हो कि धोका हो होइन। अनि यो गीतले चाहिँ के भन्दैछ भने तिमी जति टाढा भए पनि मेरो मनमै छौ होइन। अनि यो गीत चाहिँ केही होइन क्या, प्रश्न हो क्या, बुझ्नुभयो। यो गीतले चाहिँ यो माया हो कि धोका भनेर प्रश्न गरिरहेको छ, टाइटलमै छ क्या स्टोरी चाहिँ सबै। यति भन्दाखेरि बुझ्ने छ नि त। अनि सबैले भन्छ तेरो गन्तव्य त धेरै टाढा छ होइन, तर कसरी पुग्नु त्यो गन्तव्यसम्म जब तिमी बिना त आधा छु म होइन। रितियो आत्मा छेडभरको त्यो साथमा हाम्रो माया टुटेको थाहा नै भएन। यहाँ त एउटा फिल्म रहेछ त नि, सर्ट फिल्म होइन। र यो गीत चाहिँ यस्तो रहेको छ। यो रिलिज सङ हो, मैले त सुनेको छु। रिलिज भएको छैन, तपाईँलाई चाहिँ सुनाएको ए हो, सुनेको छु। प्रिय तिमी टाढा भए नि धेरै नजिक भए नि माया गर्छु तिमीलाई म सदा। तिमीलाई गाजल लगाउँदा सुहाउने तिम्रा नयन अहिले किन खल्लो देखिन्छ। अन्धकार गुन्जिन्छ आज भोलि मेरो जीवनमा साँचेर राखेको माया पनि भुत्किन्छ आज भोलि मेरो जीवनमा। यो माया हो कि धोका कि जीवनले सिकाउने पाठको पोका। यो माया हो कि धोका कि जीवनले सिकाउने पाठको पोका। धन्यवाद। क्ल्याप क्ल्याप गर्नु अब पर्यो अरू होला चाहिँ रिलिज भएपछि फ्याटा फेरि क्लिक। वन्डरफुल, धन्यवाद। म्युजिकमा डिसिप्लिन चाहिँ कस्तो लेभलमा छ, कतिको रोल गर्छ डिसिप्लिनले? एकदम धेरै। यस्तो हुन्छ क्या फेरि म्युजिकको डिसिप्लिन चाहिँ फेरि बेग्लै खालको हुन्छ क्या हामीले सोचे भन्दा। जस्तो म्युजिकको डिसिप्लिन चाहिँ भोकलमा पनि हुन्छ क्या। जस्तो सुरुमा यो चाहिँ मैले पहिल्यैदेखि भन्थेँ क्या सबैजनालाई होइन, जसलाई भेटेँ नि भनिदिन्थेँ क्या। यो चाहिँ कस्तो हुन्छ, जस्तो हामीलाई चाहिँ के हुन्छ भने घुमाइदिन्छ नि आवाज आर्टिस्टले हो, सिङ्गरले, अबे यार यो त खत्रै पो हो कि क्या हो आम्बो खालके हुन्छ होइन। तर त्यो होइन क्या, रियलमा चाहिँ फिल पनि जोडिन्छ क्या सँगसँगै, बुझ्नु भएन। जस्तो गर्दाखेरि अबे हो होइन, तर यो भोकल कन्ट्रोल क्या। जस्तो सुरुमा आर्टिस्टले सिङ्गरले अब सुरुमा गाउँदाखेरि चाहिँ आवाज बढी घुम्छ क्या। अनि त्यो सिकेर आवाज बढी घुम्ने होइन क्या, सिकेर चाहिँ आवाज कन्ट्रोल हुने हो क्या। अनि त्यो कन्ट्रोल गर्ने त्यो कन्ट्रोल गर्न सक्नु नै डिसिप्लिन हो क्या। किनभने हाम्रो त बानी भइसकेको हुन्छ नि त आवाज घुमाएर खतरा हुन्छ भन्ने, त्यो माइन्डमा तपाईँले अघि भने जस्तै सेट भइसकेको हुन्छ क्या। नचाहँदै पनि त्यस्तो इन्टेन्सन नभए पनि घुमिदिन्छ क्या आवाज। हो त्यो घुम्नलाई कन्ट्रोल गरेर अनि म्युजिक सिकेर एकदम डिसिप्लिनमा बसेर चाहिँ आवाज कन्ट्रोल गर्नु चाहिँ एकदम बढी डिसिप्लिन चाहिन्छ त्यो कुरामा। जस्तो हामी काबिस सुन्छौँ नि, काबिसको आवाज त्यस्तो घुमाएको हुँदैन नि, हुन्छ त। काबिसले त्यो काबिसलाई त अलिक त्यति धेरै अन्डररेटेड छ, त्यति धेरै चिन्दैन। तर साँच्चै म्युजिकलाई माया गर्नेले काबिसलाई चिनेको हुन्छ। तिमी पनि सुन्छौ? अति नै। के एउटा गाइदिउँ त? हो र, के पनि छैन क्या फेरि गिटारको, यत्तिकै हान्दिउँ है। यत्तिकै हान्दा जाऊंगा कहाँ मैं तो हूँ यहाँ, तेरे दिल की आहटों में हूँ, सपनों में तू, सोचों में तू, हर लम्हे में तू धड़के ये दिल तेरे ही लिए
होगा किसी का ना अब ये जा रहा हूँ मैं जा रही हूँ मैं सबैजनाले सुनिदिनु होला चाहिँ फास्टले हो कस्तो राम्रो गायो भनेर भन्नु भने चाहिँ होइन तिमीलाई फेक लाग्न लाग्छ क्या फेरि होइन त्यही भएर अब के भन्ने भन्दाखेरि इट वाज वाउ अब त्यो अगाडि नै सबै कुरा एप्रिसिएट गरिसकेको छ नि त भनेपछि अब त्यो सानो सानो कुरामा किन एप्रिसिएट गर्नु भन्ने कुरा हो मेरो तर तिमीलाई नोटिस चाहिँ गराउँछु नि फेरि होइन र सबै हाम्रो भ्युवर्सहरूले पनि त्यही नै गर्ने हो राम्रै लागिरह होला होइन बवाल लागिरहेछ नि मेरो फेरि थाहा छ एउटा कुरा 2 वर्ष पछाडिको हो नि फेरि इन्टरभ्यू पोडकास्ट सबै मान्छेहरूले मलाई 2 वर्ष पछाडि बोलेको सुनिरहेछ एकैचोटि आवाजै यस्तो भइसक्यो अनर टु ह्याभ यु हियर धन्यवाद मलाई स्वीकार दिनुभएकोमा अब म्युजिक आर्टिस्ट भनेपछि धेरै पर पनि नजाउँ होइन म्युजिकमै हाम्रो त होइन म त म्युजिकमै छौँ हामी अघिदेखि नै होइन र म्युजिक आर्टिस्टको लागि फेम चाहिँ कतिको इम्पोर्टेन्ट हो इम्पोर्टेन्ट हुन्छ नि फेम सँगसँगै पैसा पनि इम्पोर्टेन्ट हुन्छ क्या बुझ्नु होइन जस्तो कस्तो भनेर सोध्नु न कस्तो जस्तो भन्छ कि कस्तै भन्नुहुन्न क्या अब मान्छेहरूले यसैको लागि हेरेको क्या फेरि मलाई चाहिँ बुझ्नु भएन यो भाइले बिल्ला गर्छ भनेर होइन मलाई यसरी नै हेरेर हो नि त पहिला ल ठिक छ कस्तो हुन्छ भने जस्तो मान्छेहरू कस्तो भन्नु अब जस्तो मान्छेहरूलाई म्युजिक गर्नुहुन्छ होइन गर्न छ नि त मान्छेहरूलाई अब उनीहरूलाई म्युजिक भिडियो बनाउने खतरा रहर हुन्छ अनि उनीहरूलाई प्रोडक्सनमा जाने होइन अनि म्युजिक अब गीत त्यत्तिकै त मजा आउँदैन नि त बनाउनु पऱ्यो एउटा अडियो बनाउँदाखेरि टन्नै पैसा लाग्छ हो सुरुको लागि त किनभने जति एउटा म्युजिक हो ओभरअल मिठो गीत बनाउँदा म्युजिक भिडियो सहित बनाउँदाखेरि खर्च हुन्छ त्यतिले त एउटा चिया पसल खुल्छ नि त त्यत्रो रिस्क लिएर एउटा म्युजिक भिडियो बनाउँछ मान्छेले होइन त्यो पनि चल्दैन थाहा हुँदैन चल्छ चल्दैन चलेपछि 1 मिलियन भ्युज आउँदा नि रेभेन्यू कति लो छ त्यो पैसाको रिकभर हुनलाई नै तपाईँको 1.5 मिलियन भ्युज चाहिन्छ इनिसियली सुरुमा 1.5 मिलियन भ्युज त आउँदैन त्यो त सो सुरुमा आइडेन्टिटीको लागि चाहिँ आफ्नो आइडेन्टिटीको लागि चाहिँ मान्छेले म्युजिक गर्छ आइडेन्टिटीको लागि फेरि म्युजिक भिडियो बनाउनै पर्छ भन्ने चाहिँ छैन त्यो त मलाई पनि लाग्छ किनभने अहिले हामीले नेपालको कन्टेक्स्टमा चाहिँ छ फेरि हेर्नु है तपाईँले बाहिर हेर्नुहुन्छ होइन ड्रेकहरूले त्यत्रो उनीहरूसँग फाइनेन्सियली उनीहरू छ नि त तर उनीहरूलाई एउटा म्युजिक भिडियो बनाउन त खाँचो भएको होइन मोबाइलले खिचेको हालिरहेको हुन्छ नि भिजुअलाइजर हाल्छ उनीहरूले अझ पोस्टर मात्रै हालिदिएर हुन्छ गीतको होइन त्यो उनीहरूलाई इम्पोर्टेन्ट लाग्दैन क्या किनभने उनीहरूको लिसनरहरू स्पोटिफाईमा छ नि त उनीहरूलाई अडियो उनीहरू चाहिँ उताको मान्छेहरू चाहिँ गीतै सुन्न मात्रै गीत सुन्नलाई नै गीत सुन्छ क्या यहाँ चाहिँ गीत सुन्नलाई म्युजिक भिडियो के अरे म्युजिक भिडियो हेर्नलाई गीत सुन्छन् क्या धेरै मान्छेहरूले फरक त्यो छ नि त त्यो नेपालको कन्टेक्स्टमा चाहिँ फाइनेन्सियली एकदम चाहिँ नभनौँ जस म्युजिक गर्न पुग्ने पैसा चाहिँ चाहिन्छ सँगसँगै फेम सँगसँगै फाइनेन्सियली पनि हुनुपर्छ अहिले त्यो फेममा चाहिँ मनी छ है फेरि मैले बुझेको छ नि तर कसरी गर्न सकिन्छ भन्ने हो क्या जस्तो त्यो तल जुङको कहानी सुनाउँ न थाहा छ होला नि कस्तो वाला मतलब उसको अब त्यति धेरै फलोवर्स त छैनन् नि त छन् नि उसको सर्ट एन्ड त्यस्तो छ क्या कस्तो छ भने तल अन्जुमको चाहिँ तपाईँको मैले बाहिरबाट देखे अनुसार चाहिँ उसको लिमिटेड अडियन्स छ ट्रु अडियन्स क्या जस्तो नेपालमा उज्जवल सागर चिन्नुहुन्छ नि उज्जवल दाईको के छ अब मान्छेहरू नै छक्क पर्नुहुन्छ क्या जस्तो 20,000 भ्युज आएको गीत हुन्छ होइन 20,000 भ्युज आएको गीत होल त्यो सेटको मान्छे सबैले गाउँछ क्या 20,000 भ्युज त कति चाहिँ हो र तर त्यो 20,000 भ्युज भएको जस्तो मेरो गीतमा ल सपोजमा 11 मिलियन आयो होइन त्यो 11 मिलियन त छरिएको छ नि त नेपालभरि त्यो मान्छेहरू त तर उज्जवल दाईको चाहिँ सर्टेन ठाउँमै छ क्या त्यो मान्छे चाहिँ होइन त्यो मान्छेहरू सो हुँदाखेरि आइदिन्छन् क्या त्यो उसको 20,000 भनेको त नर्मल आर्टिस्टको 20 मिलियन जस्तो भयो नि त तलान्जुङको पनि त्यही हो क्या उसलाई कराचीमा सबैले मान्छ नि त उसको सो हुँदाखेरि नजाने मान्छे हुँदैन उसले त आफ्नो एभ्री सङमै कराची त मेन्सन गर्छ 4 AM कराची 2 AM इन कराची पनि छ हामी सुनेको सङ हो त्यो होइन उसको त अलिकति भोइस नै हस्की खालको छ नि त बवाल छ नेपाल आएको थियो होइन नोभामा अस्ति कति दिन बस्यो त्यस्तो
विवश जेकीसँग म्युजिक भिडियो नै गर्न टाइम भयो भनेपछि त लगभग 2 हप्ता 1 हप्ता त बस्यो होला। सोभन्दा 1 दिन अगाडि आएको थियो। सोकै दिन आएको होला दिउँसो। बेलुका नाइट सो थियो। त्यो ग्रिन स्टुडियोमा सुट गरे होला नि त त्यो त हैन र VFX VFX पछाडि हालेको भिडियो त राम्रो बनाएको छ हैन बवाल छ नि। मलाई मारिदेऊ न। कस्तो लाग्यो तिमीलाई चाहिँ पर्सनल्ली चाहिँ राम्रो छ। त्यो मार्केटिङ त्यो जानिरहेछ क्या मान्छेहरूले आर्टिस्टहरूले बुझ्नु भएन कसरी चाहिँ अब जाने त्यो इन्टरनेसनल भन्दाखेरि उपाय क्या अब त्यो चाहिँ डेन्जर। अब यस्तो कुराहरू अब हामीले गरि नै रहेछौँ होइन अघिदेखि नै थोरै मैले एउटा क्वेसन सोधेँ भने तिमीले के भन्छौ होला है त रिजन डागीलाई मान्छेहरूले सबैभन्दा मन नपराएको कुरा चाहिँ के हो छ होला नि त केही मलाई मन नपराएको जस्तो तिमीलाई भ्युवर्सहरू त तिम्रो सपोर्टरहरू सँगसँगै मन नपराउने पनि हुन्छ नि त अलिअलि हेटर्सहरूले अब किन मन पराउँदैनन् भने भन्दाखेरि जेलस भएर हो त्यही हो त्यही नै त हो नि होइन त्यो मैले हेटर्स कमाउनु भनेको फेरि मेरो अचिभमेन्ट हो क्या होइन किनभने म केही थिइनँ भने त कसले चाहिँ मलाई हेर्थ्यो र हेट गर्थ्यो त मलाई हेट गर्नु पनि पहिला मलाई बुझ्नु पऱ्यो नि त त्यसले मलाई बुझ्नलाई टाइम वेस्ट गरिरहेको थियो क्या मेरो पोडकास्ट हेरेर होला मेरो इन्टरभ्यू हेरेर होला मेरो गीत सुन्नु होला होइन भ्युजबाट मैले कमाएँ पैसा त्यसले हेट गर्दा पनि कमाइरहेको छु क्या त्यो लभ हो क्या किन जस्तो मलाई मन पराउने मान्छेले मैले एउटा गीत सुन्छ चुप्पो लागेर बस्छ नि त तर त्यो हेट गर्नेलाई त हेट गर्नु छ नि त के कारणले चाहिँ मैले हेट गर्नु भनेर त्यसले गीत पनि सुन्छ पोडकास्ट पनि हेर्छ इन्टरभ्यू पनि हेर्छ सबै हेर्छ क्या त्यो धन्यवाद यस्तो हुन्छ फेरि आन्सर भनेपछि आफ्नो आर्टमा चाहिँ डाउट छैन कसलाई मलाई डाउट त छैन तर सिक्न बाँकी धेरै छ क्या ती त्यो डाउट चाहिँ फुलफिल नभएर हेट गरेको हो कि हेट क्या हो गरेको हो कि हो त्यस्तो भन्ने पनि हुन्छ नि त हुनै सक्दैन नि त त्यो त मेरो कन्टेक्स्टमा त हुनै सक्दैन तर यो पनि एउटा पोजिटिभ स्पिरिट हो नि यसैले हो सक्सेस बनाउने नभए त मान्छे हर्स खाइहाल्छ नि बाई त नेचर त मान्छेलाई गर्नु केही मन लाग्दैन नि त हो कि होइन नेचुरली त त्यही हो होइन सही हो अनि नेचुरली चाहिँ भाइको गर्लफ्रेन्ड छ कि छैन त्यस्तो क्वेसन चाहिँ अहिले म एन्सर दिँदिनँ होला त्यस्तो कोही छैन अहिलेलाई तिमीले यही एन्सर गर्छौ भन्ने मलाई थाहा थियो फेरि कस्तो भन्नुले के भन्नु खोजेको तपाईँले तिमीले यही नै भन्छौ भनेर भनेपछि अहिलेसम्म मायामा परेको छैन माया त गर्लफ्रेन्डलाई मात्रै गरिँदैन होला नि त होइन म म्युजिकलाई माया गर्ने मान्छे हो क्या सिम्पली भन्नुपर्दा तपाईँलाई मेरो प्रायोरिटी नै त्यही हो चुज गर फ्यामिली र म्युजिक भन नि म म्युजिक चुज गर्थेँ क्या पहिल्यैबाट माया त चाहियो नि तर हुनसक्छ नि त कुनै टाइममा त आफ्नो गर्लफ्रेन्डको पनि निड हुनसक्छ हुनसक्ने टाइममा म हजुर ल्याएर भनिहाल्छु नि कि त्यो पनि काटेर हाल्नुहुन्छ हो टिकटकमा थाहा छ त त्यस्तो गर्दैन होला होइन अब तिम्रो भएकै कुरा त हो नि तिमीले आफूले आफूलाई एक्सपोज गर्न तिमी जे हो त्यही हुनको लागि तिमी डराउँछौ र डराउँदैन नि त्यो त त्यही हो नि होइन र आँप नै हो होइन हामी स्याउ स्याउ नै हो स्याउलाई फेरि इट इज म्याङ्गो भनौँ भने त भएन नि त भएन भैँसी चाहिँ नुहाएर कहिले पनि गाई हुँदैन अरे क्या सेतो हुँदैन हौ त्यही त हो नि सेतो हुँदैन भनेको यो त गाउँघरमा यसो बुढापाकाले गर्ने पिँढीमा बसेर कुरा गर्ने हो नि यस्तो हो नि होइन र तर हामी पोडकास्टमा मतलब हाम्रो डिप रुटेड गाउँको पनि लिएर आइरहेछौँ क्या होइन कतिसम्म यसको रिसर्च छ त रिसर्च छ त होइन हो सही हो बेस्ट विशेष माया के हो त मायामै जाउँ एकछिन माया के हो माया के हो गुमाउनेलाई सोध मैले गुमाएकै छैन अघि त तिमीले धोका भन्दै थियौ नि फेरि गीतबाट त्यो त मेरो त्यो चाहिँ कस्तो हो भने त्यो कति कुरा चाहिँ अरूको एक्सपिरियन्सबाट पनि लेखिन्छ क्या त्यो त हो तर तिमीले त्यस्तो नगरेको पनि हुनसक्छ कस्तो किनभने त्यो मार्केटमा चाहिँ त्यस्तो हल्ला छ क्या कहाँनिर इन्टरनेट मार्केट चाहिँ कहाँको कहाँनिर इन्टरनेटमा छैन त पपुलर होला आज रिजन डागी भने पछाडि तिमीलाई मन पराउनेहरू त धेरै छन् नि त हजुर अहिले पनि होलान् कति साथीहरू होलान् हजुर हो नि के छ हो नि झन् त्यो मैले मायाको क्वेसन स्किप गरेँ यता पुऱ्याइदिएँ
अब तिमी चाहिँ धेरैको क्रस त स्योर हो, उम्, क्रसको कुरा पनि भएको थियो हाम्रो ब्याक स्टेजमा होइन? होला। हो नि, हजुर। तिमीलाई क्रस बनाउनेको कुरा थियो क्या, तर मैले बिर्सेँ। तर हजुर। तिम्रो चाहिँ क्रस को हो? मेरो क्रस त म्युजिक। हो हेरिरहेको हुन्छ नि त तिमीले मैले। म्युजिक त भेटिसक्यौ नि, छैन नि, कहाँ मेरो तर गन्तव्य थियो भेटेपछि भने। पनि त क्रस हुन्छ नि त, भन न। त्यो भेटेपछि नै त क्रस हो त। जस्तो अँ, कसैको कोही आफ्नो क्रसलाई बिहे गरेपछि त्यसलाई चाहिँ घृणा गर्नु त क्रस हो नि त। त्यो अझै पनि लोयल्टी भन्ने कुरा अँ, चाहिन्छ क्या। अँ, हो मेरो म्युजिकमा मतलब म्युजिकप्रति। लभमा पनि लोयल्टी होइन, हजुर। त्यो चाहिँ लोयल्टी हो नि त हजुर हो नि। त्यही भएर त होइन? मैले म्युजिकलाई माया गर्छु। त्यही भएर म लोयल छु म्युजिकप्रति। त्यही भएर मेरो क्रसै म्युजिक हो लाइफ टाइम। म्युजिक बिगा रिजन राखेँ केही केही छैन, पनि होइन। केही केही पनि पनि छैन त मसँग अरू त अनि। अब एकचोटि मैले सोचेको सुन्नु छ? न, तपाईँलाई लाग्छ म खतरा यस्तो मतलब रिसर्च गर्छु यताउति, त्यो मैले पोख्ने नै कहाँबाट त म्युजिकैबाट त हो नि। अनि त्यो नै भएन भने त म फेरि अधुरो। तिमीले त म्युजिकबाट त मान्छेलाई गाली गर्छौ नि, मायाको गाली होइन र? हो नि। त्यही भएर तिम्रो गीतहरू पनि मायासँग हुन्छ नि त धेरै जसो, तर डाइभर्सिटी छ। लाइफसँग पनि छ एउटा चाहिँ। लाइफ त राम्रो छ नि त तिम्रो। छैन त्यस्तो सोचे जस्तो। मैले होइन राम्रै छ, तर जहाँ मैले सोचेको छु त्यहाँ छैन नि त। त्यही भएर अहिले म राम्रो छ भनेर बस्दिनँ क्या। अहिले नै त्यो पर्पज मिट भयो भने त फेरि मजा आउँदैन नि त। त्यही भएर त मिट नहोस् भनेर त गरिरहेको छु त। जहिले पनि त्यही भएर एकदम ब्यालेन्स पिक गरेर। लेभल अफ पर्पज चाहिँ अलिकति त्यो हुनु पर्यो हो होइन? हो। अहिले अब एलोन मस्कले उम्। आफ्नो 1 ट्रिलियन पैसा ए हुन त त नि लिक्विड साँच्ची कति 1 महिना भयो होइन? 1 महिना अलि भएको छ नि, तर हुन आँट्यो उम्, त्यो। उसले अब हुन त उसले जति सेयरबाट झिकेर आफ्नो लिक्विड मनी लिन मिल्छ त्यति लिएर चुप लाएर बस्नु भने पनि उसको त अब हामी त भनाइमा 7 पुस्ता भन्छौँ, उसको त 7,000 पुस्ता पुग्न सक्छ पुग्छ होइन? 1 ट्रिलियन भनेको त थोरै होइन होइन? त्यो अब डलर त्यतिको क्या। सर्टेन पर्सेन्टेज भन्यो भने बिलियनमै होला, बिलियन भनेको पनि सानो कुरा होइन। भनेपछि पर्पोज चाहिँ हुनु पर्यो। उनीहरूलाई त्यो पैसाले केही पनि उनीहरूको फाइनेन्सियल फ्रिडम भनेर उनीहरूलाई मेन्टल पिस चाहिँ दिएको छैन क्या, जसले गर्दा उनीहरू अझै पनि पर्पोजको पछाडि लागिरहेको छैन। संसारको टिल डेथ धनी मान्छे त अझै धनी हुन्छु भन्दैछ नि, म के हो र? त्यो उसले धनी हुन्छु भनेर भन्दा पनि उसले आफ्नो पर्पोजलाई नछोडेको हो क्या। त्यही त। किन अब पर्पोज उसको बिगारेको पर्पस के मान्छे हो चाहिँ भन्ने पनि छ नि त। उसलाई गरिब हुन्छु भन्ने त छैन नि त। छैन नि त। हो उसको माइन्डसेटमा धनी हुन्छु भन्ने नै छ क्या अझै। अँ, त्यही हो। यो कुरा बुझ्नु पर्यो क्या। ए मैले बुझेको कुरा चाहिँ कहाँबाट पोख्नु त? मैले म्युजिक नहेरेको यहाँ आउँदै आउँदिनँ त्यो म। सो तिम्रो पर्पोज चाहिँ ठुलो छ होइन धेरै र? ठुलो छ। धेरै ठुलो छ है। तिम्रो मनपर्ने यस्तो एउटा सङ होइन जो चाहिँ तिम्रो हार्टसँग क्लोज छ, मनपर्छ भनौँ न, त्यस्तो कुनै सङ छ? हजुर यो गीत चाहिँ कस्तो भने जस्तो मैले यो गीत चाहिँ एउटा अरू मान्छेकै लाइफको एक्सपिरियन्सबाट लेखेको हो क्या। यो गीत चाहिँ लाइफको बारेमा छ। अघि धेरै मायाको गीतहरू छ नि त मेरो। अनि यो कुनै पनि गीत निक्लिएको चाहिँ छैन होइन, यो काम भइरहेको गीतहरू हो। अनि यो गीत चाहिँ मैले हालेको थिएँ, एकदम धेरै मन पराइदिनु भएको छ मान्छेहरूले होइन। अनि यो गीत चाहिँ मैले कसरी लेखेको भने एउटा मान्छे हुन्छ होइन 27-26 वर्षको। अनि त्यो मान्छे को भनेर चाहिँ भन्दिनँ। त्यो मान्छेले चाहिँ अति धेरै स्ट्रगलहरू गरिरहेछ क्या, लाइफमा हसल गरिरहेछ होइन। तर उसको लाइफमा केही भएको हुँदैन क्या। उसले काम गरिरहेको हुन्छ, पढ्छ, गीत गाउँछ अथवा हरेक कुराहरू के गर्न सम्भव हुन्छ होइन, सबै गर्छ क्या। तर उसले केही गर्नै सकेको मतलब उसको लाइफमा केही त्यस्तो चेन्जै हुँदैन क्या। उसले गरिरहे पनि उसलाई मात्रै थाहा हुन्छ क्या मैले गरिरहेको छु भनेर। अनि त्यो 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 टाइममा चाहिँ फ्यामिलीको प्रेसर हुँदो रहेछ क्या। त्यो एजमा चाहिँ जिम्मेवारिताको कुराहरू होइन। अनि उसले केही भइरहेको हुँदैन, अनि आफ्नै लाइफले यत्तिकै डिप्रेस्ड हुन्छ होइन। अनि फ्यामिलीको कुराहरू यताउति आउँछ। अनि त्यो बेला उसलाई एउटा मान्छे भेटिन्छ क्या उसको होइन। अनि उसले त्यसलाई गर खुसी मेरो भाग्यमा लेखिँदैन भन्छ क्या। अनि त्यताबाट के रिप्लाई आउँछ थाहा छ? खुसी त तेरो भाग्यमै लेखिँदैन भन्छ क्या। अनि त्यो बेला अनि त्यो मान्छेले चाहिँ हात हेराउन जा के समथिङ के भनिदिन्छ क्या। अनि त्यो बेला त्यो हात हेराउने मान्छेलाई गएर उसले यही भन्छ क्या, खुसी मेरो भाग्यमा नलेखेर आएकोमा भन्छ। अनि त्यो हात हेराउने मान्छेले खुसी त तेरो भाग्यमै लेखिँदैन, तेरो निधारमै लेखिँदैन भन्छ क्या। अनि त्यो मान्छेले त्यति भनेपछि अनि उसले आफ्नो एक्सपिरियन्स चाहिँ सेयर गरेको, त्यो चाहिँ मैले गरिदिएको उसको आँखाबाट हेरेर। सुनिदिउँ न त। खुसी
मेरो भाग्यमा लेखिँदैन भाग्य हेर्दा खुसी कहीँ देखिँदैन एकै छिनमा खुसी एकै छिनमा दुखी खुसीको कारण थाहा छैन दुःखको पनि त्यस्तै हुने दुःख मेरा कति हो कति खुसी भने अलिकति दुःख मेरा अनगिन्ती खुसी भने अलिकति अनि यो टाइम छ नि जुन यो टाइममा उसले आएर रियलाइज गरेर छ नि त्यो टाइमसम्म पुग्नु यो कुरा त उसले पहिल्यै रियलाइज गर्न सक्थ्यो नि त उसको टिन एजमै गर्न सक्थ्यो नि त तर उसको टिन एजमा चाहिँ एउटा केटी हुन्छ क्या उसले गर्दा मात्रै लेट भएको हुन्छ यति धेरै लेट हुनुको पछाडिको रिजन चाहिँ केटी हुन्छ क्या अनि उसले भन्छ यो सूर्यास्त हेर्दै डोलाउँछौ रे कहिले कसो बोलाउँछौ रे यो सूर्यास्त हेर्दै डोलाउँछौ रे कहिले कसो बोलाउँछौ रे तर एकान्तमा तडपिरहेछु म नि तिमी त्यो भिडमा रमाउँछौ रे तर एकान्तमा तडपिरहेछु म नि तिमी त्यो भिडमा रमाउँछौ रे माया गर्नु मेरो भुल थियो कि काँडा न प्रिय त्यो फुल थियो नि खुसी मेरो भाग्यमा लेखिँदैन भाग्य हेर्दा खुसी कहीँ देखिँदैन धन्यवाद फेरि पनि अब वाउ नै भन्नु पर्यो यो गीत चाहिँ मेरो पनि फेभरेट हो कसको गीत हो मेरो गीत हो अनि यत्रो स्टोरी आफ्नो भने त सबै नै फेभरेट लाग्दैन क्या त्यो नै हो कमजोरी आफ्नो गीत चाहिँ कसैलाई मन पर्दैन क्या आफ्नो भोइस गीतको नाम चाहिँ खुसी हो क्या हो अभागी खुसी चाहिँ के हो त खुसी सबै कुरा मिलेको भए खुसी हुन्थ्यो नमिलेर अभागी भए जस्तै खुसी भनेको चाहना पुरा भएको भए खुसी हुन्थ्यो चाहना होइन क्या त्यो मान्छेहरूले कस्तो गरेछ भने नि धेरै त्यो एक्सपेक्टेसन राख्ने चाहिँ एउटा पोइन्टमा पुगेपछि मात्रै हो क्या लो फेजमा चाहिँ त्यो प्रब्लम मात्रै सल्भ होस् भन्ने हुन्छ क्या मान्छेलाई उसले यही भनिरहेको क्या उसको केही धेरै चाहनै छैन क्या बुझ्नु भएन मैले बाँच्न मात्रै पाउनु पऱ्यो भन्ने खालको कन्डिसन हो क्या यो चाहिँ भनेपछि खुसी चाहिँ खोज्नुपर्ने कुरा होइन सृजना गर्नुपर्ने होइन त आफै क्रिएट गर्ने हो क्रिएट गर्दा गर्दै नभएको कन्डिसन हो यो चाहिँ होइन त्यो जुन कन्डिसन छ नि त्यसबाट ओभरकम हुने कुरा चाहिँ के हो त त्यही त हो नि होइन खुसी मेरो भाग्यमा लेखिँदैन होइन भाग्य हेर्दा खुसी कहीँ देखिँदैन क्या एउटा मान्छेलाई मन पराउनुको पछाडिको रिजन के हो रिजनले भन्छ मान्छेलाई मन पराउनुको कारण भनेको मैले भने नि एक्सपिरियन्सकै कुरा हुन्छ सबै मान्छेको भोगाइ फरक हुन्छ होइन अनि त्यो भोगाइ चाहिँ कसले चाहिँ अब त्यो उसको प्रब्लम्सहरू चाहिँ कसले बुझेर उसलाई अँगालेर होइन मैले यो अर्थमा भनेको कस्तो एउटा मान्छेले त्यही त मान्छेलाई मन पराउनु पर्ने कारण भन्दैछु त होइन सबै प्रब्लमहरू उसले अँगालेर उसको आँसु आउँदा पनि आँखा रुच्न नदिकन चाहिँ अँगालेर म छु भन्ने मान्छे चाहिँ जो हुन्छ त्यो कुराले एट्र्याक्ट गर्छ होला मलाई चाहिँ गर्छ त्यस्तो मान्छेहरू त्यस्तो कुराहरूले गर्छ होला जस्तो लाग्छ मलाई चाहिँ
भनेपछि मान्छेलाई राम्रो केले बनाउँछ भन्न खोजेको? उम्, केले बनाउँछ? राम्रो सबै कुराले बनाउँछ, मेहनत गर्नु पर्यो मान्छे मान्छेलाई। देखिँदा राम्रो हुनु त्यो त इम्पोर्टेन्ट एउटा कतिको छ? एउटा मात्रै त्यो एउटा फ्याक्टर अलिकति भयो चाहिँ क्या। छ होइन? त्यो त हुन्छ नि अब, थोरै चाहिँ हुन्छ नि, हुन्छ। तर त्यति मात्रै चाहिँ होइन। त्यो मात्रै त होइन, अँ, त्यो त 10% 5% पनि होइन नि मान्छेमा हुनुपर्ने गुणहरू। मेन्टालिटी हुनु पर्यो। मेन्टालिटी हुनु पर्यो। मेन्टालिटीले नै पर्सनालिटी बनाउँछ, उम्, अनि त्यो पर्सनालिटी मनपर्छ होइन? हो, त्यही हो। चरित्रले कसरी सम्बन्ध राख्छ एउटा म्युजिकमा चाहिँ? क्यारेक्टर चरित्र भन्नाले कस्तो? क्यारेक्टर म्युजिकको क्यारेक्टर हुन्छ होला नि त। अब त्यो त अब कसरी लिइन्छ भन्ने कुरा हो क्या, कतिको इम्पोर्टेन्ट छ भन्ने कुरा हो क्या। जस्तो कतिको प्रायोरिटाइज गर्छ मान्छेहरूले त्यो कुरालाई होइन, कतिको त्यो मेरो त्यो निड हो भन्ने कुरा गर्छ होइन, कतिको उसलाई चाहिरहेछ त्यो कुरा, कतिको उसले त्यो कुरालाई इम्पोर्टेन्ट मान्छ क्या, त्यसले फरक पर्छ नि चरित्रको कुरामा चाहिँ। जस्तो आफ्नो चरित्र ल जोतको छ भने होइन, यही जोतकै ठिक छ भनेर हिँड्न सक्छ मान्छे, उसको मन हो नि त, त्यो त उसको कुरा हो क्या, त्यो उसको अधिकार हो नि त। तर उसलाई अझै होइन खतरा हुन्छु म, अझै मैले मेरो चरित्र डेभलप गर्नुपर्छ, व्यक्तित्व विकास गर्नुपर्छ भन्ने लाग्छ भने त त्यो त उसको कुरा हो नि त, नगर भन्ने कुरा भएन। तर उसको कुरा हो क्या त्यो चाहिँ, उसले कतिको त्यो कुरालाई प्रायोरिटी दिन्छ। मैले चरित्रको कुरा नि अनेस्टीको कुरा गरेको खासमा चाहिँ। त्यही हो अनेस्टीको कुरा भने। यत्तिकै म्युजिक गर्छु भन्नु पनि पाएन त उसले, म जस्तो छु त्यस्तै म्युजिक गर्छु भन्नु पाएन। रिजनमा सबै कुरा हरायो भने चाहिँ के कुरा चाहिँ रहिदिइराख्थ्यो हुन्थ्यो जस्तो आर्ट। लाग्छ? आर्ट। लक चाहिँ कतिको इम्पोर्टेन्ट छ म्युजिकको लागि? मैले यो घुमाएर त्यो एउटै क्वेसन गरिरहनु भएको छ, मेरो एउटै एन्सर आइरहेछ क्या, बुझ्नु होइन? होइन त्यो त एउटा होला नि त। त्यो त लक एकदम जस्तो धेरै म्याटर गर्छ राम्रो क्या, राइट टाइम राइट। म्युजिसियनहरू पनि त त्यो मार्केटिङले अगाडि गर्दा हो क्या दाजु, आएको छैन नि त। हजुर मार्केटिङले गर्दा हो त्यो चाहिँ। हो छैन नि त, पब्लिसिटी गर्नु पर्यो नि त मेरो गीत आयो भनेर त। यस्तो मेरो गीत त्यसले दामी छ त्यत्रो रोल गर्छ? गर्दैन त, अहिलेसम्म सबै अन्डररेटेड आर्टिस्टहरू त्यसले नै गर्दा मार्केटिङै हो। त्यही लाग्छ मलाई चाहिँ। उनीहरूको आर्ट प्योर छ भने है, फेरि आर्टै छैन मार्केटिङले गर्दा मात्रै पछि त्यो परेको चाहिँ होइन, important फेरि आर्ट त चाहियो नि त, फेरि राम्रो आर्ट हुनु पर्यो, मार्केटिङ पनि हुनु पर्यो, लक पनि हुनु पर्यो, त्यसबाट त ब्लो हुन्छ। लक पनि केही न केही चाहिँ हो, लक। सिचुएसन हो लक होइन? राइट। लक त्यस्तो म पनि आफू पर्सनल्ली लकमा त्यस्तो बिलिभ चाहिँ गर्दिनँ होइन। जस्तै लेखेको थियो त्यही भएर यस्तो भयो भन्ने हुन्छ नि। अब म चाहिँ मेरो बिलिभ सिस्टम हो हुन त, अब वी डु नट ह्याभ टु बिलिभ इन आवर वान बिलिभ सिस्टम होइन। तर पनि मेरो बिलिभ सिस्टम चाहिँ के हो भने लक चाहिँ सिचुएसन हो क्या, सिचुएसनले क्रिएट गर्छ क्या। त्यो सिचुएसन पनि कर्म हो, फेरि काम गर्दै जाँदा त हुने हो सिचुएसन होइन र। अनि जब तिमीसँग पोडकास्ट गर्ने कुरा भयो नि त्यस पछाडि अब दाइसँग म गर्नुपर्छ भन्ने त तिमीलाई भयो र त आयो नि होइन। अब तिमीसँग पनि टाइम त त्यस्तो धेरै फ्री त होइन होइन। आइसकेपछि दाइले चाहिँ यो क्वेसन चाहिँ सोध्छ हो जस्तो लागेको थियो माइन्डमा, केही छ? त्यस्तो केही छैन, जोकिङ जोक गरे हो। अघि एउटा कुरा निक्लेको थियो क्या, हाम्रो अट्र्याक्सनको कुरा थियो, मनपर्ने कुरा थियो होइन। त्यहाँ चाहिँ अब हामी मान्छेहरूसँग अरू नर्मल्ली सबै इन्डिभिजुअलसँगको कुरा भएको थियो भने टिपिकल्ली एउटा केटाको लागि केटी अरू केटीको लागि केटा मनपर्ने भन्ने हुन्छ नि, अट्र्याक्टिभ लाग्ने, यस सी इज ओके होइन, आई लाइक हर अर आई लाइक हिम भन्ने खालको फिलिङ्स चाहिँ के कुराले डेभलप हुन्छ होला? मलाई त्यसको एक्ज्याक्ट त केही थाहा हुँदैन त्यस्तो होइन, तर मलाई लागेसम्म चाहिँ छोरा मान्छेको अथवा अरू अब अपोजिट के भन्छ त्यसलाई, जेन्डरको त्यो प्रब्लम्सहरू चाहिँ एकअर्काले बुझेर होइन, अनि आफ्नो चाहिँ जस ऊ आत्तिँदाखेरि अँगालेर होइन, अनि उसलाई सम्झाएर बिस्तारै बुझाएर, किनभने कोही आफूलाई ऱ्यान्डम मान्छेले सम्झाउँदा र आफूले माया गरेको मान्छेले सम्झाउँदा फरक चाहिँ हुन्छ होला क्या होइन। के हुन्छ दाजु यसमा? हुन्छ होला है, हुन्छ। तपाईँलाई के लाग्छ? बुझिसकेँ तँलाई, म त्यही लाग्छ होइन। हो त्यही के कुराले मनपर्छ भन्ने कुरामा? हजुर हजुर त्यस्तै नै हो नि होइन। अब त्यो त अरू मान्छेले भन्नुभन्दा कम्पेरिटिभली उसले भन्दाखेरि चाहिँ अझै तपाईँलाई चाहिँ लाग्छ। त्यति साह्रो मलाई मसँग इगो छैन, पहिला थियो कुनै टाइममा, अहिले चाहिँ छैन। त्यही त तपाईँलाई लाग्छ मिलाएर होइन।
होइन यो स्पेसल रिजन हुन्छ टाइम खोजिरहेको छन् मान्छेहरूले। अनि मलाई के लाग्छ त्यही तिम्रो त मायामा मैले लिरिक्समा भन्छु यो कुरा चाहिँ उम्, है। तिम्रो आँसु आउँदा पनि मेरो आँखा रुच्न दिएनौ, अँगाल्दा बेसरी तिम्रो आँसुले मलाई भिज्न दिएनौ। माया झुटो कहाँ भनेर कुराहरू नटुङ्ग्याउन, शब्द धेरै छन् तर सक्दिनँ बोली बनाउन। तिम्रो आँसु आउँदा पनि मेरो आँखा रुच्न दिएनौ। यति हो क्या, बुझ्नु भएन? अँगाल दिनु पऱ्यो क्या, त्यो कुराले चाहिँ बेसी तान्छ होला जस्तो लाग्छ तपाईँको एक्सपिरियन्स हेरेर मलाई चाहिँ। मेरो तपाईँलाई हेरेरै experience, लेख्या हो नि त मैले यो गीत त। म खुसी हुनुपर्छ अब त्यस्तै लाग्यो मलाई पनि अब होइन। भइदिन्छु नि त ल ठिक छ मलाई पनि खुसी लाग्यो नि हजुर। यो मलाई मात्रै होइन कि सबैलाई यो कनेक्ट हुन्छ नि त्यही उम्, भएर तिमी आर्टिस्ट हो त हो नि। नत्र त जसले पनि त भन्न सक्नु नि त त्यस्तो कुरा त होइन हो कि होइन त्यो बिहानीको सुरुवात मेरो खै कसको भिजेको कपालबाट हुन्छ त्यो हान्नु त। हान्नु न, त्यो कन्ट्रोभर्सियल हुन्छ, त्यो चाहिँ ओभर हुन्छ, हान्नु न। त्यस्तो हान्नु दाइ, अँ, तिम्रो बिहानीका सुरुवात के रे? होइन यस्तो हो होइन होइन, हान्नु न, हान्नु, त्यो त हुँदैन नि नत्र त। छिटो न, मास्टर काकाको छोरी। त्यसको लागि पनि कुनै दिन टाइम आउँछ होइन होइन होइन, मास्टर काकाको छोरीवाला त्यो दिनु न। हो हजुर। अँ, अब यस्तो हो होइन, यो कस्तो मैले यो मेरो मैले एक्सपिरियन्स यसलाई हो। कविता पनि भनेको छैन होइन हजुर। मैले यसलाई कुनै त्यस्तो मेरो यही हो गजल हो सायरी हो कविता हो भनेर केही भनेको छैन उताबाट मैले म यसलाई म्युजिक पनि दिन्छु ल। एउटा सृजना भनेको छु क्या उम्, होइन अब यो फेरि यो सृजना चाहिँ नितान्त फेरि कस्तो भने फिक्सनल हो है यहाँ कहानी छ नि त एउटा होइन तिमीलाई मन परेको थियो भयो डिस्टर्ब भयो यत्तिकै भनिदिन्छु भन न, भन्नु। ल ओके मेरो मेरो सृजनाको ल ल, शीर्षक छ पक्नु, पक्नु। ल ल ल ल, नगर लेट्स छोडिदेऊ गो। त्यो। हान्नु न, दामी सुनिन्छ। मेरो सृजनाको शीर्षक छ शून्य म शून्य नै हो तर तिमी 100 छौ 100को पछाडि जब शून्य लाग्छ त्यो 1000 बन्छ र त्यो हजारलाई ईर्ष्या गर्नेहरू गन्ने हो भने बजार भन्छ तिम्रो मुहारमा लतपतिएको श्रृङ्गारले तिमी 100 भन्दा थोरै माथि भएछौ तर जे होस् म शून्य नै हो तिमी 100 छौ मेरो बिहानीको सुरुवात तिम्रा भिजेका कपालबाट निस्किने अत्तरबाट हुने गर्छ मेरो बिहानीको आवाज तिम्रा हातका चुराहरू ठोक्किँदा निस्किने आवाज छिनछिन मास्टर काका मैले तोते बोलीमा कखर एबिसिडी पढेको पाठशालाको हेडमास्टर एकाले भन्दै बोलाएर मेरा कलिला हातमा 2वटा मिश्रीका डल्ला थमाउँदै मेरा गालामा दारी दलिदिने ती बुढालाई के थाहा म आजकल उनकै जेठी छोरीको सम्झनामा शेक्सपियर बनी कविता लेख्दैछु योभन्दा माथि चाहिँ नजाउँ होला। यति नै त छ ल दाइ, कस्तो लाग्यो भन्नु न, ब्याक स्टेजको मान्छेहरूले भन्नु पऱ्यो नि त। ल ठिक छ, रमाइलो छ अरे दाइ। यहाँ त पीडा थियो नि रमाइलो भन्नु उसले भिजेका कपालबाट हुन्छ। रिजन भाइ अर्को पनि छ दाइको हिडन ट्यालेन्ट के कुरा? दाइले बब्बाल अर्को गीत पनि गाउनुहुन्छ दाइ राति बित्यो हेर तिमीलाई सम्झेर। दाइ ल, हान्नु हान्नु। ल फेरि यस्तो दाइको कला नमिक भट्टराईले फेरि खिच्नु न, डाइरेक्टली खिच्नु न, दाइले फेरि गाउँदैन। दाइको चाहिँ अब मान्छेहरूलाई थाहा छैन होला, दाइको चाहिँ फेरि यो दाइलाई फेरि चिन्नै भएको छैन मान्छेहरूले हो। दाइको ओभर ट्यालेन्ट हो। दाइ चाहिँ अब अहिले सुनिहाल्नु होला भिजेका कपालबाट हुन्छ भनेर। अब चाहिँ दाइको मिठो सुरिलो गीतबाट हुन्छ क्या। लु दाइ, गेट्स एउटा चाहिँ म एउटा हो हान्नु। हजुर, गेट चाहिँ म हो लगभग त्यस्तै नै होला। हान्नु न तपाईँ। होस्ट र गेस्ट वेलकम टु रिजन डागी एज अ पोडकास्ट होस्ट भन्नुभयो होला मैले हजुरलाई बोलाएको निम्ति स्वीकार राखिदिनु भयो, एकदम धेरै धन्यवाद। तर तपाईँलाई मैले गीत सुनाउन चाहन्छु अहिले, एक गीत सुन्न चाहन्छु तपाईँको। अब यस्तो अब हाम्रो भाइहरूले पनि फेरि भनिसक्यो ओभर होइन हजुर। म गाउँछु हजुर, गाउनेवाला छु फर्मेलिटी तर पुरा नगर्नुहोस् न। अब यत्तिकै हो नि त मैले यत्तिकै गाएँ भने त छ्याथु भन्ने हुन्छ नि त धेरै हजुर, त्यही त। तर मैले सुरुमा माफी मागेँ भने चाहिँ माफी फेरि मलाई माफ गरिदिनुहोस् चाहिँ भन्दिनँ फेरि म हजुर। के चाहिँ भन्छु भने उम्, म म्युजिसियन त होइन उम्, म म्युजिक आर्टिस्ट पनि होइन मैले म्युजिकमा त्यति धेरै भिजेको पनि होइन उम्। तर यति चाहिँ भयो फेरि मैले म्युजिक सुनेको चाहिँ हो नि फेरि
सुनेर मन पराएको त्यही थियो त होइन गाउनु न अब चाहिँ त्यही भएर मलाई नवीन के भट्टराई अब उसले उहाँ दाइले डाइरेक्टली यत्तिकै होइन मेसेज गरिदिएको हुनसक्छ त्यस्तो पनि गाउँछस् भनेर यो गाइसकेपछि होइन तर पनि अब ठिक छ आई होप भन्नु न त्यो चाहिँ उम्, गाली गर्दै पनि बोल्न त पाएँ नि त एकचोटि होइन त्यो चाहिँ हो है त्यो चाहिँ हो अँ। कुन गाउँ त तर अतीतले मलाई भनेको ए होइन रातो बित्यो गाउनु न रातो बित्यो उम्, कि अलिकति पीडा हुँदैन नि कहिले हुन्छ त ओके घाम डुबेको ओए। बेला कन्टिन्यू ट्याक्क सुनिरहेको साँझ परेको बेला तिम्रै याद आउँछ अनि कता कता बिजाउँछ खै के भयो मलाई आज भोलि तिम्रै सपना देख्छु खै के भयो मलाई आज भोलि तिम्रै कविता लेख्छु अलिकति पीडा हुँदा नि म तिमीलाई नै सम्झन्छु अब यो फेरि कमेन्टमा होइन छ्या भन्ने चाहिँ नहोस् होइन यही कारणले हो त्यही भएर आर्टिस्ट होइन क्या तपाईँ अब छ्या भन्ने सम्झेर गीत गाउने नै होइन क्या अलिकति पीडा भए जसरी नै गाउनु पऱ्यो क्या बुझ्नु भएन यो कुरा मैले सिकेँ फेरि सिक्नु पऱ्यो नि त तपाईँले धेरै कुरा स्लिपर्स हुनु भएन क्या अब आउने टाइममा हजुर आफ्नो गीत तिमीले त गीतमै जोडौँ न होइन धेरै अब भयो अन्तिम पनि भयो नि त त्यही भएर गीतमै जोडिदिउँ गीतमा चाहिँ यो प्रोभाब्ली यो लास्ट क्वेसन पनि भयो मेरो तिमीप्रति लामो छ भनेपछि हुनसक्छ तिमीलाई अब आउने म्युजिक गानामा तिमी देखिनुपर्ने कुनै जनरा जो चाहिँ यो जनरा मात्रै देखियोस् भन्ने फिल छ भने कुन जनरालाई चुज गर्छ मलाई यस्तो त्यही भएर नै म्युजिक भन्ने कुरा बुझिन सक्नु छ क्या तपाईँलाई म कसरी बुझाऊँ अब जस्तो अहिले मलाई एउटा जनरा मन परिरहेछ होइन हरेक दिन नयाँ नयाँ आर्टिस्टहरू जन्मिरहेछ हरेक दिन नयाँ नयाँ आर्टिस्टले आफ्नो एक्सपिरियन्स सेयर गरिरहेछ हरेक दिन नयाँ जनरा एक्सप्लोर भइरहेको छ क्या त्यो भएर अहिलेको कन्टेक्समा मैले यो भनिदिउँला भोलि फेरि अर्कै मन पर्ला क्या आजको भोलि गएर अर्को मन पर्दैन किनभने अन्डर रेटेड आर्टिस्ट त धेरै छ नि त फ्याट्टै एउटा क्लिक भएर माथि आउन पनि सक्छ अहिलेको अहिले पनि त्यो भएर यसको एन्सर अनडिस्कभर्ड चाहिँ हुनु पर्यो त्यसको लागि लगभग त्यस्तै नै हुनु पऱ्यो हामी कुरा त धेरै नै भयो होइन अब कुरा गर्नैको लागि त कति टपिक्सहरू होला होइन हामी रातभरि बसेर गफ गर्न पनि सक्छौँ है तर पनि अब यहाँ एउटा मार्जिनल टाइमिङ छ होइन त्यस अनुसार म तिमीलाई एउटा चिज सोध्छु तिम्रो अब तिमीले आफ्नो बचपनमा त म्युजिक सिक्दाखेरि म्युजिक लर्न गर्दाखेरि पुरानो आर्टिस्टहरूको सङहरू निकै गायो नि त होइन त्यति मध्ये तिमीलाई पुरानो सिङ्गरको कुनै सङ जो चाहिँ लिरिकल्ली पनि तिमीलाई हिट गर्छ होइन त्यस्तो कुनै सङ छ मलाई त पुरानो गीतहरू सबैले हिट गर्छ होइन मलाई अब जस्तो अहिलेको गीत चाहिँ एउटा गीत गाउन राम्रो भन्नु भने गाउन सक्छु होइन तर पुरानो गीतहरू सबै मलाई मास्टरपिस लाग्छ क्या नारायण गोपाल ज्यूको भक्तराजहरू ज्यूको होइन अनि गुलाम अली होइन अरुण थापा अनि सबैजना खतरा लाग्छ तर प्रेमधोज प्रधान फतेमान राज भण्डारी होइन तर मलाई दुईवटा गीत चाहिँ अति मनपर्छ क्या यता फतेमान राज भण्डारीको हो कि प्रेमधोज प्रधानको हो यो गीत फेरि नमान लाज यसरी प्रेमधोज प्रधानको त्यो घुम्टोमा उचालु कि मुहार त्यो नियालु कि भुलेर आफूलाई नै हजुरमै हराऊँ कि हजुरमै हराऊँ कि न मान लाज यसरी कि झुम्छ जिन्दगी मेरो कि अड्छ ढुकढुकी मेरो
नमान लाज यसरी यो भैसम्म बतासिँदै नआउन आकासिँदै के थाहा भोलि कल्पिएँ रुनु छ कि निसासिँदै रुनु छ कि निसासिँदै नमान लाज यसरी। धन्यवाद। यो गीत चाहिँ मैले भोइस अफ नेपालको ब्याटलमा पनि गाएको थिएँ। अँ। तिम्रो सुरुमा चाहिँ कुन थियो? प्रमोद खरेलको थियो होला होइन? हजुर। मलाई मन पर्यो यो गीत चाहिँ। अर्को कुन थियो भने नि अर्को लक्ष्मीप्रसाद देवकोटा महाकविले लेख्नु भएको कुन मन्दिरमा जान्छ यात्री। त्यो त सबैले सुनेको होला। हाडहरूको सुन्दर खम्बा मांस पिण्डको दीवार मस्तिष्कको सुनको छाना इन्द्रियहरूको द्वार नसा नदीका तरल तरङ्ग मन्दिर आफू अपार कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो कुन मन्दिरमा जान्छौ यात्री। यसमा चाहिँ तपाईँहरूलाई मैले एउटा कुरा भन्नै बिर्सेछु क्या अहिले चाहिँ। के कुरा? भोइस अफ नेपाल यस्तो इन्ट्रेस्टिङ कुरा छ नि यो होइन के भन्नु न। म भोइस अफ नेपाल सिजन 1मा गएको मान्छे हो क्या। म सारेगमपा लिल च्याम्पमा गएको क्या होइन। अनि कसैलाई थाहा छैन होला अडियन्सलाई पनि होइन लिल च्याम्प क्या नेपाल। अनि त्यस पछाडि गएको थिएँ अनि सारेगमपा नै जित्छु भनेर गएको क्या। म चाहिँ फेरि त्यतिखेर आवाज चाहिँ फेरि लगभग खालके थियो रहेछ फेरि अहिले सुन्दाखेरि चाहिँ। अनि त्यस पछाडि गएको जित्छु भनेर गएको नि त म त अडिसनमै फालिदिएर हो किच्चा भएन त। अनि गएँ भोइस अफ नेपाल पनि गइदिएँ। अब सिजन 1 हुँदै रहेछ प्र्याक्टिस गर्दै गीत सित होइन। गाउने चाहिँ कुन गीत यो गीत गाउने भएको क्या म कुन मन्दिरमा जान्छु यात्री। बिग्रेन नि ब्यान्ड प्र्याक्टिस गरेँ होइन सब गरिदिएँ नामसाम टिपाएर म पनि आउँछु भनेर होइन गरेँ सिधै सेटमा गर। लास्टमा त अनि म त गइदिनँ नि सिजन 1मा त के थाहा त्यतिखेर मेरो माइन्डमा के आयो थाहा छ म चाहिँ खतरा भएर आउनुपर्छ भनेर। अनि म भागिदिएँ लक्ष्मण सरले अहिले पनि भोइस अफ नेपालको डिरेक्टरले मलाई कल गरेपछि भन्नुहुन्छ क्या तिमी मलाई भगाउडे भनेर। ब्यान्ड प्र्याक्टिस गर जस्तो ब्यान्डको अब उहाँहरूको छुट्टै चार्ज हुन्छ नि त ब्यान्डको एउटा टेकको एकजनाले 5,000 रुपियाँ लानु हुँदो रहेछ। 10 जना थियो म त एउटा गीत उठाएको एउटा गीत डल्लै उठाएर चल्दै इटरी आइदिएँ क्या। ट्याक्क 1 वर्ष पछाडि चाहिँ अनि सिकेर खतरा तरिकाले गएको क्या म भोइस अफ नेपाल। पेसेन्स लेभल थियो त्यो मेरो। पेसेन्स त हुनु पर्यो किनभने थाहा थियो नि त मलाई सारेगमपा फालिदिरहेछन् भोइस अफ नेपाल पनि धेरैमा धेरै एउटा राउन्ड माथि पुग्छु नि म। अनि 1 वर्ष आएर चाहिँ म बिहान 5 बजे उठ्थेँ होइन। अनि त्यस पछाडि 2 घन्टा रियाज गर्थेँ। के अरे गुरुसँग सिक्न जान्थेँ होइन गुरु आउनुहुन्थ्यो क्या बिर्तामोडबाट। अनि गुरुसँग सिक्थेँ अनि त्यस पछाडि बिहान अनि फेरि बिहान 2 घन्टा बेलुका 2 घन्टा गुरुसँगै बसेर सिकेँ 1 वर्ष। अनि चाहिँ भोइस अफ नेपाल गएको क्या सिजन 2मा। सिजन 1मा फेरि आत्तिएर मैले गएको भए म यहाँ हुँदिनँ थियो होला। त्यो एकदम मिस्टिरियस कुरा हो। त्यही हुनु थियो तर त्यही भयो क्या। त्यो बनाउने चाहिँ मै हो नि त फेरि गरेर गाउनु नि त सक्थेँ नि त। तर पेसेन्स पनि चाहिन्छ म्युजिकमा भन्न खोजेको। नयाँ म्युजिक गर्ने हुनुहुन्छ भने म जस्तै। एट द लास्ट के छ त अब यसो भ्युअर्सहरूको लागि मेरो लागि हाम्रो टिमको लागि। धन्यवाद तपाईँहरूलाई चाहिँ मलाई यहाँ बोलाइदिनु भएकोमा होइन। अनि भ्युअर्सहरूलाई चाहिँ
म भन्नै सक्दिनँ क्या अब धन्यवाद कुन मुख कतिवटा मुखले भन्नु कतिवटा कुराहरूले भन्नु क्या मुख त एउटै होइन भयो। मुख त्यही त एउटै मुख छ र त कतिवटा मुख अझै जोड्दा पनि पुग्दैन भन्न खोजेको क्या उहाँहरूलाई चाहिँ धन्यवाद हजुरलाई यस्तरी गरिदिनु फेरि यस्तरी नमस्ते गर्नै जान्दैन रहेछ भनेर फेरि नमस्कार नमस्कार धन्यवाद होइन सबैजनालाई अनि हेरिदिनु भयो एकदम खुसी लाग्यो दाइले पनि बोलाइदिनु भयो यत्रो बेर कति मिनट भयो लगभग 1 घन्टा 50 मिनट र जतिसुकै मिनट होस् त्यो थाहा भइहाल्छ त्यति मिनट हेरिदिनु भयो उहाँ एकदम धेरै धन्यवाद सबैजनालाई अनि म अहिले लगभग आधी पछि चाहिँ तपाईँहरूले खोजेको रिजन डाङ्गी भएँ त्यसको लागि पनि खुसी हुनु होला ग्याप के को लागि थियो भनेर। ग्याप चाहिँ अलिकति म पनि चेन्ज भएको छु है पहिला जस्तो छैन है भनेर हो तर ब्याक भइहालिने रहेछ फ्लोमा धन्यवाद सबैजनालाई अनि मेरो नयाँ गीत आउँदैछ सबजनाले सुनिदिनु होला पहिला फुलथुङ्गे नानी भन्दा अझै हिट बनाइदिनु होला स्योर स्योर यो मैले भनेको होइन फेरि भ्युअर्सहरूले भने ए भ्युअर्सहरूको रिप्रेजेन्टेटिभ तपाईँ पनि धन्यवाद भन्नु न भन्छु त छिटो न त नि अँ, भोक लागिसक्यो। यहाँ सम्पूर्णलाई रिजनले भने जस्तै मेरो तर्फबाट पनि यस्तै you so खोजेको much हो नि for त मलाई watching. मान्छेहरूले अब आउने दिनहरूमा पनि हामीले यस्तै एपिसोडहरू लिएर आउनेछौँ हजुर यसरी नै माया गरिदिनु होला हो नि थ्याङ्क यू सो मच